त्यही त कन्ट्याक्ट गर्नु होला है उहाँ दुईटालाई घरमा कोही पूजा छ भने भाडा माझ्नेमा फ्रीमै हो फेरि भयो त्यसो नभन्नुहोस् यार फ्रीमा गरिदिनुहोस् कि त्यति अब काम त लागि मैले खुद पानी फर्काइछु धन्यवाद धेरै धन्यवाद सरी 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 काम चोरहरू चाहिँ अब उता जानु यिनीहरू दुईजना चाहिँ काम चोरहरू अरूलाई काम हराएर गए त्यही त काम गर्ने यहाँ तिमी हो र यो नि काम चोर मसल्स देखाउँदैन मामाले कि मछली टोक्यो मामा तपाईँलाई उयसको त छ तपाईँ पनि देखाउनु त यो मसल्स हाम्रो यो ब्लग आउनुहोस् 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 माइजू ल छिटो छिटो चलाउनु त ल हामी अब उसका कान्छा हजुरबाका ल छिटो चलाउनुहोस् मोतीपुर मोतीपुर प्रत्येक व्यक्तिको 500 है तपाईँ चाहिँ जानुहोस् ए छोरा त यो 500 रुपियाँ हो हजुर आउनुहोस् 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 हामी मोतीपुर जानलाई कमेंट्स में भी यही डिस्कशन चल रही स्टोरी है हमें परोटा बीफ कॉम्बो पसंद है अब इमेजिन करो 100 कमरे में बैठे उनमें से कितने मास्क खाते हैं गेस करके बताओ रिसर्च सेंटर का डेटा आधे से ज्यादा हिंदू नॉन वेजिटेरियन 45% ये आइडिया कहाँ से आया कि असली हिंदू शाकाहारी होता है कुछ हिंदुओं के लिए आखिर बीफ इतना सेंसिटिव कैसे है इसका जवाब मैले पाइ छैन मामा मामाले ल्याएको चकलेट यस्तो मामा अरूलाई छोडिदिनु हो त सबै लान ल माइजू बाई बाई के बाई बाई लड्लिने लड्लिने ए पोज देऊ कान्छी पोजलाई एउटा पोज लड्डेला कान्छी लड्डेला अब यहाँ पोज दियो आउने एउटा फोटो खिचौँ ल चीज 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 गर्दियो चीज गर्दियो चीज गर्दियो यिनले त कति राम्रो पोज दिन्छन् चीज गर्दियो राम्रै लाउ ल हो ध्यान मैले त होइन म्याम सरी भनिदियो म्याम आइम सरी गराउ न मानी गर्थिन् के भनेको चरा हो कता खै बुटोलको अबु खै र मैले देखाइदिए त्यो बुटोलको अबु आउनु भन्छ र आज पछाडि आँक्रा खडा गरे न पछाडि गाडीबाट चरा उड्यो यो सबभन्दा ठुलो चरा यहाँ बिहान अलिकति बढी कति राम्रो आफू अन्धा भइ दिइरहेको हजुर है आफू अन्धा भइ नदेखि दिइरहेको छु ए यतिसम्म कसले गर्छ भन्नु न फुटबल खेल्दाखेरि उ आको हो के बाङ्गै छ के जस्तो मेरो बाउ भन्नु त्यसो कसो गर्छ अरे मेरो हात
चोट लाग्ला क्या तिमी अरू भन्दा पछाडि गयो भने भ्याट्टै टाउका लाग्छ जो नि हेर ठुलो मम्मीलाई नि हेर्नु लाऊ जय शम्भु ओम सिद्धिराय नमः ओम इंद्राय नमः ओम कृतिकाय नमः ओम सूची नाम नरकाय नमः गन्धाक्ष पुष्पाणि समर्पयामि त मामाले नुहाइदिन पनि नुहाइदिन पनि तिमीहरू दुइटाको एकैचोटि हुन्छ के हो छोरी खोइ छोरी हामी छोरीलाई छोडिदिएर हिँडे यिनीहरू छोरी उता छिन् ए काटिसकिन् होइन केही हुन काट्ने धेरै बेर काट्ने कि पर्सि पुरै कपाल काट्ने कि बाबाले डरले काट्नु हुँदैन कि बाबाको ढङ्ग होइन अर्कैले काटिदिनु लाउन अनि जान्दैन त्यति दिनले हुन्न भाइ पुरै खोइदिनु त्यही भने चार ठाउँबाट काट्न पर्ने त्यहाँ सुन भनेर के दियो अरे तपाईँलाई ए ठगिन यार एकदम राम्रो छ दारी नि फाला के आउ जुन दारी फाल्नु पर्छ जुगा बाइक सबै भन्नु अब आमाले थाहा छैन भन्दा माथि सबै यो त बिहे गर्नलाई रेडी होला अहिले सम्भव छ आमाले हातमा ढाडमा कता ढाडमा अरूले सबै चाहिँ बाबु बटुक चाहिँ झोली लिएर हजुरको अगाडि आउँदै हुनुहुन्छ बाबु बटुकलाई मानवद्वारा भिक्षा प्रदान गर्नुहोला र लक्ष्य पाठक लक्ष्य पाठक पूजनम परमणम उमा सहित शिव पूजनम सावित्र सहित संक्षिप्त विधान परम पूजनम च अहम भन्नु अहम परिसे ल छोडेर त्यहाँ खाली भएछ आउँछ रे ओम भगवती भिक्षाम देमेहि 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 ओम भगवती भिक्षाम देमेहि
हामीले तिम्रो संस्कार गर्दैनौँ वर्तमान आदि कर्म गरौ बाबु तिमी राम्ररी पढाइ भनेर भन्नुहोस्। हामीले तिमीलाई हुर्कायौँ बढायौँ संस्कार सिकायौँ होइन अनि राम्रोसँग पढ्नु अब बाबुले भन्ने बाबुले भन्ने अब बाबुले त्यही अनुसारको संस्कार कायम गर्नु। बाबुले चाहिँ हे बुवा अब म सुन्दर देश कश्मीर देशमा पढ्नको लागि जान्छु, देवीको सरस्वतीको गुरुको सेवा गरेर ज्ञान आर्जन गरेर आउँछु भनेर बुवालाई राम्रलाई भन। तिमीले बुवा म अब एकदमै राम्रो सुन्दर ठाउँमा जान्छु, देश विदेश भन्दा पनि राम्रो लिएर अगाडि बढ्छु, शिक्षा लिन्छु, देवी देवताहरूलाई भेट्छु, उहाँको राम्रो। ल अब आमाले बाबुको हात समाउँदै भन्ने हे बाबु आजसम्म तिमीले बडो कष्टले पाले, हात छोड्नुहोस् बाबुको हात समाएर, बडो कष्टले पाले बडो दुःख साथ पालेर हुर्काएकी थिएँ। तिमी अब म बुढेसकालको सहारा, तिमीलाई हेरेर मेरा दिनहरू कटाइरहेको थिएँ। अब म तिमी पढ्न गएपछि कसरी चित्त बुझाउँछु बाबु, पढ्न जाने कुरा नगर, तिमीलाई यहीँ पढाउँछु भनेर सम्झाउनुहोस् बाबुलाई छोरालाई। अब फेरि बाबुले भन्ने बुवामाथि हेरेर बुवा म ब्रह्मचर्यको पालना गर्नेछु, गुरुको सेवा गर्नेछु, तीर्थाटनाहरूमा गएर स्नान गर्नेछु, त्यसपछि बल्ल पढेर आउनेछु भनेर भन बुवा मलाई। अब आमाले भन्ने फेरि बाबुलाई सम्झाउँदै है बाबु वनमा गर्मी हुन्छ, खानाको लागि भोक प्यासले सताउँछ, तिमीलाई धेरै पीडा हुन्छ बाबु, तिमी वनमा तिम्रो उद्धार गर्ने कोही हुँदैन, तिमीलाई लालन पालन गरेर म जस्तो हुर्काउने कोही छैन भनेर सम्झाउनुहोस् आमाले। तिमी यहीँ बसेर पढ, मलाई छोडेर जाने मन नगर भनेर भन्नु सम्झाउनुहोस्। अब बुवाले भन्ने फेरि बाबु वनमा कन्दमूल आदि खानुपर्छ, भुइँमा सुत्नुपर्छ, धेरै दुःख पाइन्छ, जङ्गली जनावरहरूको डर हुन्छ, तिमीलाई सेवा गर्ने कोही हुँदैन, तिमी वनमा गएर ज्ञान आर्जन गर्ने कुरा नगर, तिमीलाई यहीँ गुरु राख्छु, यहीँ सिकाउँछु भनेर सम्झाउनुहोस्। चाँदीका पाला धेरै नगरेर यही घरमै बस, म गुरुलाई यही व्यवस्था गर्छु, यही शिक्षा ल्याऊ, घरमै बसेर चाहिँ विभिन्न किसिमका ज्ञानहरू ल्याऊ। भाइ जाने चाहिँ बुढाहरूको आफन्तहरूको गुरुहरूको इष्टमित्र गरे पनि यहाँ तीर्थ समान हुन्छ, मन्दिरहरू ल्याइन्छन् भनेर सम्झाउनुहोस्। अब आमाले यहाँ तिमीलाई खानको लागि मैले पानीहरू जल दिन्छु, अन्नहरू प्राप्त गराउँछु, मिठा मिठा परिकारहरू खुवाउँछु, तिमीलाई कसले भन्छु बाबु जङ्गलमा गएर भनेर भन्नुहोस्। अब बाबुले भन्ने अब बाबु पितृद्धारसम्म नै छोरो भएर जब जन्मेपछि पितृहरूको उद्धारको निम्ति पनि ज्ञान आर्जन गर्नुपर्छ, पितृहरूको सम्मान गर्नुपर्छ, देश प्रदेश घुमे गर्नुपर्छ, बल्ल छोरो भइन्छ। हजुरले मलाई कर नगर्नुहोस् भनेर सम्झेको मलाई घुम्न जान दिनुहोस्, देशान्तर जान दिनुहोस्, जङ्गलमा जान दिनुहोस् भनेर। छोरा भएर जन्मेपछि सबैको कर्तव्य पुरा गर्नुपर्छ, चर्चा गर्नुपर्छ, देशको ज्ञान गर्नुपर्छ, समाजमा अगाडि बढाउनुपर्छ, त्यसको लागि गुरुहरूको ज्ञान सिक्नुपर्छ, दुःख कष्ट झेलियो भने बल्ल छोरो भइन्छ भनेर भने। गुरुको ज्ञान सिक्नुपर्छ, दुःख कष्टलाई सामान्य मार्गले बल्ल ज्ञानी भनेर अगाडि बढ्नुपर्छ। अब सुन्नुहोस् हजुरले है, अब छोरो जब जन्माएपछि ज्ञान शिक्षा दिएपछि गुरुले भन्ने कर्तव्य हो, छोरालाई पढ्न पढाउनुपर्छ, ज्ञान आर्जन गराउनुपर्छ। बाबु हजुरको पुत्र चाहिँ जब ज्ञान आर्जन गर्छन् तब ब्रह्मचारीमा रहेर आफ्नो शिक्षा आर्जन गरिसकेपछि फेरि हजुरको शरणमा आउनेछन्, त्यति बेरसम्मलाई पठाउनुहोस्, हजुरले पठाउनै पर्ने हुन्छ भनेपछि हस् भन्नुहोस्, हजुरले पैसा राखिदिनु, आमालाई त्यो खानालाई यहाँ फलफुल छ बाटोमा राम्ररी खायो भनेर झोला दिनु। मामाजी तयार हुनुहोस् मामाजी। मामाजी तयार हुनुहुन्छ? ल मामाजीले लिएर आउनुहोस् है। ल आर्जन गरेर एकदम विद्वान बनेर घर आउनु र समाजको सेवा गर्नु। दम छ भने देखाइदियो आज। छिटो भाङ्गो छिटो। त्यसपछि हामी
उपलक्ष्यवती दीपहरू गर्नेछौँ। सत्यराउँछौँ भनेर मामाले फर्काएर लिनु पर्यो है बाबुलाई। नक्कली त होइनन् हो र मम्मा नक्कली हुने गरी बहिनी है खनारी हो नि यिनीहरू दुईटी जो खनारी हुने तपाईहरु पूजा हेर्न आउनेको कि गफ हान्न आउनेको? नमस्ते। नमस्ते। पिकनिक खाना आए जस्तो देखियो। पिकनिकमा साइड लाएर आइन्न? समूहको पिकनिक जस्तो देखियो तर। यतापट्टि छुट्टै जलवा छ जलवा जलवा नेपालको के हुन्छ छिटो गरे यहाँलाई शान्तिले यस्तो गाडी गर्नु तिमीलाई अब क्या नि मैले के गर्नु बाँकी त सक्यो अब शान्त आइदिएको गर क्या हामीलाई गाह्रो हो कि क्यामेराम्यानलाई लास्टै गाह्रो हो कि नत्र यहाँ यतापट्टि खालि गाडी गरिहाल्छन् गर बिचरा यार हामी क्यामेराम्यानको दुःखै बुझेन मान्छे त्यो त भएन अलि साइन त्यो पालि भएन बल्ल यो वर्ग चाहिँ जस्तो लाग्छ हजुर ढोका उकेर बनाएको के बिगार्न शान्तिजु आउने बित्तिकै मिक्सर बिगार्न बिगारेकै हो यो ठुलो मम्मी बिगारेकै हो है बिगारेकै हो है सानीमाले बिगारेकै हो है हो खै यिनै के त भयो खै मिक्सर बिगारेको मेरा भी फेवरेट है। उससे पहले अगर आप कॉलेज में पढ़ते हो तो तिमी त पुरानी मान्छे हो नि त
अब हामी निस्किन लाको अवस्था डे 3 यसै गरी बित्न गएको अवस्था। बाई 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 बाई। हाम्रो भ्लग हेर ल, म पठाइदिन्छु तिमीहरूलाई। ओके गर्ने त हो नि होइन र, गर्ने हो। कहीँ नपाएर हामी बल्ल फुल्की खान आयौँ। कहीँ नपाएर नयाँ चोकमा हिजो खाँदैछौँ। के खाँदैछौँ? फुल्की कि पानी के हो त? फुल्की पानीपुरी। पानीपुरी बुटुलको फेमस फुल्की है। फुल्की भन्दै के अरे म खान्न भने हुन्छ, ठिकै छ। नखाँदा नि खानु न, तातो हुन्छ यही राखेर खानु। तातो त हुन्छ नि, यहाँ पानीपुरी होइन नि त, यो फुल्की हो। पानीपुरी होइन यो, फुल्की हो क्या यो, फुल्की। भिडियो त गरिरहन्छु मैले, मम्मीले खाएको त मिट्छ। शान्तिदिनु खाना शान्ति कस्तो छ? यहाँ यति राम्रो सिनरी छ, तर यो क्यामेराले अलिकति जस्टिस दिएको छैन होइन। अब चाहिँ हामी फेरि रानी बगी आउँदैछौँ। गाइज हेलो गरौँ ल, हेलो ल। हामीले दही लिएर, दही र एउटा मलाई कस्तो पार्लेजी खान मन लागेर मैले पार्लेजी किनेर ल्याएको छु। दही ए गाइज एउटा इन्ट्रेस्टिङ फ्याक्ट, यहाँ दही चाहिँ केमा पाउँदो रहेछ कान्छी? दही यहाँ केजीमा पाउँदो रहेछ, यहाँ लिटरमा पाउँदैन रहेछ। त्यही भएर इफ कसैले तपाईँहरूलाई काठमाडौँमा हामीलाई 1 केजी दही दिनु भन्दाखेरि हाँस्ने होइन, बुझ्यौ नि तिमीले? तर म पहिल्यै थिएँ, यिनी मात्र भइरहेछिन्। अहिले चाहिँ चौथो दिन हो गाइज, अनि त्यसपछि बिहान बिहान सबैले काम गर्नु परिरहेको छ। हामी कसरी काठमाडौँ जाने अहिलेसम्म व्यवस्था त्यस्तो छ न त छ, तर अब 1-2 दिन कुर्नुपर्छ जस्तो लाग्यो कि पर्दैन, हेर्नुपर्छ। तपाईँले त धेरै नै काम गर्नुभएछ। ओहो ओ माई गड, मैले नि यति गरेको है, यो यतिकै म मोबाइल हेरेको छैन, मैले यति धेरै काम गरेर। दिदीले पनि काम गर्दै हुनुहुन्छ, धेरै काम गरिरहनु भएको छ। भोलि कति गल्ती हो, काम चल्दैछ। दिदीहरूको यहाँ 84 पूजाको लागि तयारी गर्ने क्रममा भाँडाहरू सबै काउन्ट गर्नुपर्ने हुनाले 84 पुग्छन् कि पुग्दैन भनेर काउन्ट गर्ने कुरो भयो। काउन्ट गर्नेमा मेरो छोरीहरू पनि छन्, 2 जना अनि मेरो आमा, अनि यहाँ सबै दिनेमा दिदी, शारदा बस्नुहोस् मेरो यिनी सर्लक्क मिलाएर राख्नुपर्छ है। हाम्रो यहाँ बुटुल दिदीको बुवाको 84 पूजा वर्तमान अनि लक्ष्यवती तुला सब थियो है। तिनी भाडाहरू हामीले अब यसो एकैचोटि घर जम्मा गर्न सकिँदैन कि, यो सबै उहाँहरूले उपलब्ध गराउनु भएको। अब हामी यो मिलाएर कहाँबाट लिएको कि यो सबै बुझाउनको लागि तयारी गरे हामी यसरी ल। हेर्नु साथी, उहाँले चाहिँ भिडियोको लागि मात्र काम गर्नको जस्तो देखियो। अब यो गर्नु कसैका छुट्न सक्छ है, एउटा दुईटा यसलाई निकाल। मालिक थोड़ा सा गल्ती हो गया, निकल जाओ। मालिक थोड़ा सा गल्ती हो गई, मालिकले बुझ्नु भएन, थोड़ा सा गल्ती हो गई। अब हामी आज यहाँ धेरैजना हाम्रो फ्यामिली बुटुलमै छौँ। हाम्रो माइल दिदीको पूजनीय ससुराको 84 कार्यक्रम, बाबुको वर्तमान र तुलादान लक्ष्यवती सबै कार्यक्रमको लागि सामग्रीहरू रेडी गर्दै गर्ने क्रममा यो 84 पूजाको लागि यो करुवादेखि ल्याएर यो प्लेटहरू सबै 84 वटा चाहिने रहेछ। त्यसको लागि पुग्छ कि पुग्दैन भनेर हामी काउन्ट गरेर यहाँ तयारी गर्दैछौँ। सबैजनालाई वेलकम है, हाम्रो प्रोग्राममा सहभागी भएर शुभ आशीर्वाद दिनु होला है त। ल 84 पूजाको लागि 84 केजी दही चाहिन्छ, 84 केजी चामल चाहिन्छ, 84 केजी
वाह होला यो नि भएन यो खास सेकेन्ड टेक हो है गाइज यो म अनएडिटेड हालिदिन्छु यो सेकेन्ड टेक हो यो अब यहाँ दुईजनाको झगडा भइरह है स्क्रिप्ट मिलेन डाइरेक्टर साहब यहाँ स्क्रिप्ट मिलेन हाम्रो डाइरेक्टर साहब हाम्रो यहाँ स्क्रिप्ट मिलेन मिलाइदिन पर्यो खै यहाँ फेरि तपाईँले भन्नुहोस् त ल तपाईँको टाइम थर्ड टाइम ल यहाँ खै मलाई थाहा भएन यहाँ कुरा गर्नुहोस् त के भएन यहाँ मिलेन के मिलेन अब त म त वान टेक फाइनल टेक हो त मामाको पालो ल ल राम्रो हुन्छ त्यसैको गर्दा नमस्कार साथीहरू आज हाम्रो आदरणीय बुवा डुकबहादुर बस्नेतज्यूको 84 पूजा सम्पन्न भइसक्यो नमस्ते बुवा यो म अनएडिटेड हालिदिन्छु होइन ल ल ल ल ल फेरि रिटेक 3 2 1 गो व्हाट नमस्कार सम्पूर्णमा आज हामी आदरणीय बुवा डुकबहादुर बस्नेतज्यूको 84 पूजाको लागि तयारीमा जुटिसकेका छौँ यहाँ सम्पूर्ण आफन्तजनहरू काठमाडौँ लगायत देशका विभिन्न ठाउँबाट पाल्नु भएको छ बुवाको सुस्वास्थ्य एवं दीर्घायुको लागि हामीले अब 84 पूजा भव्य रूपमा सम्पन्न गर्दैछौँ है त बाबुको वर्तमान अनि त्यसपछि तुलादान लक्ष्यवतीको कार्यक्रम पनि होइन यो सबै कुराहरूको तयारी भइराखेको छ हुने क्रम जारी छ पर्पाउन आउने क्रम पनि जारी छ रमाइलोको लागि पुरै तयारीमा छौँ हामीहरू यो खास के भयो भन्ने कन्फ्युजन हुनसक्छ धेरैजनालाई होइन खास यो अन्तिम दिन हो समापनको दिन हो यहाँ खास अहिले स्टार्टिङको डे होइन यो एन्डिङको कार्यक्रम हुँदैछ तर उहाँहरूले के सोच्नुभयो भने अब यो एन्डिङमा होइन स्टार्टिङमा राखौँ भिडियो भनेर यहाँ खास बिग्रिरहेको कसैले पास्ट टेन्स युज गरेर कसैले फ्युचर टेन्स युज गरेर यो सबै देखाउने हात्तीका देखाउने दाँत र खाने दाँत छुट्यो नि त त्यस्तै हो यो राख्छु म यो राख्छु सबैको असली रूप हेर्नुपर्छ गाइज फिल्म भनेको के हो फिल्म भनेको पास्ट पनि हुन सक्छ फ्युचर पनि हुन सक्छ अहिले करेन्ट पनि हुन सक्छ त्यही भएर टेन्स नमिलिरह्यो यो खास बहादुर 84 को बोलगम धाममा पूजा गरियो 18 गते सम्पन्न गराइयो गाइज यहाँ चाहिँ खाना पकाउने टोली भर्खर भात खाँदैछन् मुहीसँग मिठो छ अब जे बोल्यो भने यहाँ कोही भयो है अचारको ल ओके ल अनि अर्को भात कसले अचारको खुर्सानी काटेको चाहिँ मैले है मलाई पनि अलिकति चाख्ने नि म हो ए म नि हो हेलो पनिर पनिर छ ए मिठो छ मिठो मिठो हेलो आमा हजुर मिठो छ मिठो छ धन्यवाद छ ओके गाइज के हुँदैछ यहाँ धेरै जो मेरो नाक काट्दै मैले कामै गर्दिनँ सृष्टिले भनेर अस्ति भन्नु अब तपाईँले काम नगरेर होला म जस्तो हुनुपर्छ म त कति धेरै काम गरेको छु बिहानदेखि मास दिनु त म दिनमा मास दिन्छु सृष्टि दिदी म मास दिन्छु भाडा ल ल ल यहाँ चाहिँ के चल्दैछ हेलो देशको भविष्यको बारेमा कोठामा गरेर हुन्छ चाउचाउ खाने कि चक्लेट खाने चाउचाउ खाने ल्याइदिन्छु मैले चाउचाउ खै कहाँ यहाँ अब नाच एकचोटि मात्र दिन्छु नाच ए भनेर चाउचाउ चाउचाउ भन् चाउचाउ चाउचाउ ल्याउ थ्याङ्क यू भन वेलकम चाउचाउ कसरी भुटाको बेलामा चाहिँ हामीले भन्दा नि यहाँ 3-4 जनाले चटपटे यो तीनजनाले चटपटे बनाए रविन महत शान्ता महत अनि रेखा महत हैन यहाँ तिनवटा काम बिगडा गर्छन् कि के गर्छन् भने अब डाउट छ हामीलाई यहाँ यो राम्रो भए पार्ट चाहिँ यहाँ काटेको अनियन मैले हो है त्यो चाहिँ अलिकति क्रेडिट लिनुपर्छ 3 मस्किटोस हुन्छ कि के हुन्छ 3 इडियट्स
अब नराम्रो भएपछि मैले केही गरेको होइन राम्रो भएपछि मेरो अर्को काम छ मुई यस अङ्कल टुप्पी छ ए यिनले त खाइहाल्छु नि ओ जस्वी हेलो यहाँ फेरि अर्की सानी नानी के हो यो चटपटे यहाँ त सबै आलु खोइ त आलु आई डोन्ट लाइक आलु इन चटपटे इङ्ग्लिस खतरा बाबा किन यहाँ एक्लै हुनुहुन्छ बाहिर आउनु यहाँ एकजना व्यक्ति सुतिरहेका छन् त्यति धेरै डिस्टर्ब नगरौँ यहाँ के हुँदैछ गाइज सरसफाइ यहाँ कुराकानी माहौल रमाइलो छ काठमाडौँ कहिले पुगिन्छ थाहा छैन यत्तिकै बोल खाइरहेछ ल ल ल रिभ्यू कस्तो छ मिठो भएछ नुन अलि नुन कडा पिरो कम अमिलो झनै कम मिठो भनेपछि मिठो भएको छ भनेपछि मेरो नि क्रेडिट आउनु पर्छ है 4 जनाले बनाएको नभए कस्तो भएको छ गाइज रिभ्यू कुशल दाइ मामा कुशल दाइ कस्तो भएको छ रिभ्यू यति पनि नदेखाऊ आई एम स्पिचलेस मिठो कि नराम्रो ओ नो कस्तो मिठो ल अब म खान्छु पेट कत्रो भछ आज के खाइछिन् गाडी गरेर हुन्न कि मैले गाडी चाहिँ गर्दिनँ नगर खाएको तिमीले त सबै बाँधा जोकर अब यो घर जाने बेला पनि यिनीहरू चोरी चकारीमा अझै छन् यार नि यो को हो थाहा चोरी गर्ने शान्ताजु यहाँ तल यहाँ लट्ठी लिएर एकजना यहाँ हाम्री मालिकनी बस्न यो घरको मालिकनी यिनीहरू चोर्नलाई रेडी भएर बसेछन् भाडा माझेर त्यो मेन कुरो होइन यहाँ हाइलाइट भनेको यहाँ चोरी हुन लाग्यो यहाँ र चोरी पनि ढङ्गका साथ ए मालिक निजीले दिन आएको रहेछ एउटीले कपडा धोइ कि धोइ छिन् लुक्तापट्टि हजुर आमा ल बाई बाई भनिदिनुहोस् एन्डिङ हो ल यो बाई